चाहिँ हामी पुत्रदा एकादशीको दिनमा बुढा नीलकण्ठमा पहिलो दर्शन गऱ्यौँ। पहिलो नारायण बुढा नीलकण्ठमा दर्शन गऱ्यौँ है त। आज पुत्रदा एकादशी हामी चाहिँ आयौँ यो बुढा नीलकण्ठ नारायण थानमा पहिलो दर्शन गऱ्यौँ। हामी चाहिँ यहाँबाट चाहिँ चारवटा नारायण, चारको नारायण, त्यसपछि शेष नारायण, इचङ्गु नारायण, विशङ्खु नारायण सबै नारायणहरूमा पुग्ने हाम्रो प्लान छ। पहिलो दर्शन चाहिँ हामीले बुढा नीलकण्ठमा रहेको नारायण थान मन्दिरबाट सुरु गऱ्यौँ। हामी चाहिँ घुम्दै आउने क्रममा अहिले ठ्याक्क यो कपन गुम्बानिर आइपुग्यौँ। कपन गुम्बाबाट काठमाडौँको सर यस्तो देख्छ होला, यस्तो भ्यू देख्छ है। मेरो पुग्लाई जाडो हुन्छ भने म यस्तो लिएर आएको छु है त, तातो गराएर कपन गुम्बाबाट हामी अहिले चाहिँ है त। हामी चाहिँ आज के अरे नानी पुत्रदा एकादशीको दिनमा चार नारायण घुम्ने क्रममा सबैभन्दा पहिला चाहिँ हामीले पाँचौँ नारायण बुढा नीलकण्ठ घुमेर आयौँ होइन। अब बुढा नीलकण्ठपछि यो चाहिँ एकदम पवित्र ऐतिहासिक धार्मिक स्थल चागु नारायण मन्दिरमा आइपुगेका छौँ। अब हामी चागु नारायण मन्दिरको लागौँ। यस चागु नारायण मन्दिरमा चाहिँ म लगभग कति सालमा भने म पशुपति मित्र मावि चाबहिलमा पढ्ने क्रममा आजभन्दा लगभग 27 वर्ष अगाडि, लगभग 54 एक्ज्याक्ट समय मैले बिर्सेँ, 55 सालमा हो। 55 सालमा यहाँ घुम्न आउने मौका मिलेको छ। त्यसपछि आजै हो यो मन्दिरमा पाइला टिकेको। त्यतिखेर हामीसँग क्यामेराहरू पनि भएन। क्यामेरा त एउटा रहेछ, एउटा राजु भन्ने साथीहरू त फोटो खिचेरहेछ, मेरो चाहिँ फोटो त्यसमा खासै रहन्छ। त्यसपछि म आजै हो 27 वर्षपछि यहाँ आउने मौका मिल्यो, एकदम खुसी लागेको छ। ओह्रालो हेर्नुपर्ने भएर मेरो बुढलाई चाहिँ आज अलिक दुःख भएछ है। ओह्रालो पनि एकदम ओह्रालो छ। परिवर्तनहरू एकदम धेरै भएका छन्। पहिला हामी आउँदाखेरि टाइलका घरहरू, काँचो इँटा माटो गाह्रो भएका घरहरू थिए। लगभग ती त 72 सालको भूकम्पले पनि ढलायो होला भएका जति पनि। नत्र अहिले सबै नयाँ घरहरू देखिन्छन्। यहाँबाट हेर्दाखेरि तल सबै खेती किसान देखिन्थ्यो, अहिले घरै घर छ। ल लगभग फाइनली आइपुगेका छौँ हामी चागु नारायणको मन्दिर। पछाडि देख्नुभएको छ है चागु नारायणको मन्दिर। हामी चागु नारायणको मन्दिर आइपुगेको छौँ है त अहिले। ल अब पूजा गर्छ एकछिन, पूजाको तयारी गर्दैछन् है त मेरो बुढी। पहिलाको मान्छेहरू चाहिँ होइन कतिसम्म शक्तिशाली दूरदर्शी यस्ता बुदाहरू कुदेर चाहिँ यस्तो पार्टी पौवा मठ मन्दिरहरू होइन सङ्ग्रहालयहरू चाहिँ निर्माण गरे। ल यस्तो चिजहरू सायदै अब त्यस्तो निर्माण गर्ने कोही पनि जन्मिँदैन होला होइन। यो चाहिँ लिच्छवीकालीन राजा मानदेवले निर्माण गरेको मन्दिर हो यो होइन। जुन चाहिँ लगभग इस्वी शताब्दी कति हो मैले पनि बिर्सेँ त्यो चाहिँ, तर मलाई थाहा छ मानदेव राजाले चाहिँ लिच्छवीकालीन मानदेव
राजाले चाहिँ निर्माण गर्नुभएको थियो यो है। अहिले चाहिँ मन्दिर एकछिन बन्द भएको छ। त्यहाँको मूल पुजारी गुरु चाहिँ बाहिर निस्केर नित्य पूजामा लाग्नु भएको छ। सबैजना साइडमा बस्नुभएको छ। चागुनारायणको दर्शनपछि हामी चाहिँ अब यताबाट लाग्छौँ। लगभग हाम्रो अब यहाँबाट बिसङ्खु नारायणतिरको यात्रा हुनेछ है त। ओहो ल ओह्रालो छ। बिसङ्खु नारायणको यात्रा हुन्छ अब हाम्रो चागुनारायणबाट। यस्तै आइरहेको म गएपछि खिच्नु ल। पहिला राजाहरूले यहाँ बसेर माथि बसेर पुरा तल बेसीमा खेती गर्ने भन्थे। अनि प्रजाहरू तल हुन्थ्यो। ट्याक्क लडाइँ लड्नु पऱ्यो भने दुश्मन कतैबाट आउँछ भने तल हेर्ने गर्थ्यो होला क्या। यस्तो पाहाड माथि बस्थे। ल ट्याक्क हामी चाहिँ घुम्दै आउने क्रममा अहिले चाहिँ कहाँ आइपुग्यौँ? बिसङ्खु नारायण। यो चाहिँ गोदावरी नगरपालिकाको गोदामचौर बिष्टछाप बिसङ्खु नारायण भन्ने ठाउँ हो होइन। ऊ माथि चाहिँ फुलचोकी डाँडा गोदावरी मेन बजार होइन। यस्तो छ यहाँको। यताबाट हेर्दा चाहिँ यो काठमाडौँ भक्तपुर ललितपुर देखिन्छ है। मेरो बुढलाई चाहिँ अलिक गाह्रो भएछ उकालो हिँड्न आज। साह्रै उकालो रहेछ यहाँ चाहिँ है। एकदमै उकालो रहेछ। कस्तो उकालो छ। ओ माई गड। ओहो ठाडो छ। विष्णु नारायण 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 नारायण। ओ माई गड। ला बाबा यस्तो उकालोबाट ल। वैशाली शङ्कर साथी काशी गोदो मध्याएको आमा जय होस् भगवान् नारायण। एकदुईवटा
आउनुहोस् ल बिसङ्खुनारायण अब हामी बिसङ्खुनारायणको दर्शन गरेर ओह्रालो लागिसक्यौँ। अब यहाँ एउटा सुरुङ छ, सुरुङबाट जान्छ हामी। ल बिसङ्खुनारायणको पनि दर्शन भयो आज। अब हामी यहाँबाट शेषनारायणतर्फ जाँदैछौँ। त्योभन्दा पहिला एउटा विशेष ठाउँमा भेट हुँदैछ मेरो। त्यता फर्केर आउने हो? त्यता फर्केर जाने हो? ल ल जाऊ न। ल मैले कुनै पाप गरेको भए प्रभु माफ गरिदिनु होला। ल हजुर यताबाट आउनु भन त। अर्की जाने रहेछ छैन, अर्की त मजाले आउँदैछ। त्यसो भने अहिले चाहिँ हामी शेषनारायण 4 शेषनारायण मध्ये चारुनारायणको गयौँ, बिसङ्खुनारायण गयौँ। त्यसपछि अहिले हामी यहाँ शेषनारायण भएको ठाउँमा आइपुगेका छौँ। दक्षिणकाली नेरी शेषनारायण। अनि अहिले हामी कहाँ आइपुग्यो रे? शेषनारायण भन न। शेषनारायण भन्ने ठाउँमा आइपुग्यौँ अहिले हामी चाहिँ। 4 नारायण मध्ये चागुनारायण पुग्यौँ, बिसङ्खुनारायण पुग्यौँ, अहिले शेषनारायण, अब इचङ्गुनारायण बाँकी छ। ल शेषनारायणको मुख्य मन्दिर यही हो हैन, जहाँ शेषनारायण विराजमान हुनुहुन्छ। यो चाहिँ गाईको थुन हो अरे। पहिला किंवदन्ती अनुसार त्यहाँबाट दुध चुइन्थ्यो अरे, आउँथ्यो अरे, दुध रसाउँथ्यो अरे, जुन अहिले पनि हामी देख्न सक्छौँ। गाईको थुन जस्तै बसेको छ हैन।
हामी चाहिँ शेष नारायणको दर्शन गरिसकेर पनि अब यहाँबाट लाग्दैछौँ अब हाम्रो इचङ्गु नारायणको दर्शन गर्नको लागि यहाँबाट लाग्नु तर्खरमा छौँ हामी लगभग अब लाग्छौँ यहाँबाट यहाँबाट उता गयो भने चाहिँ दक्षिणकाली पुगिन्छ है त जाडो छ जाडो मेरो बुढीलाई जाडो भयो चाहिँ रे जाडो भयो रे जाडो शेष नारायण दक्षिणकाली हुनुभन्दा अलिकति अगाडि यहाँनिर छ 4 नारायण मध्ये एक शेष नारायण अब हामी इचङ्गु नारायणतिर लाग्यौँ फाइनली हामी चाहिँ आजको अन्तिम गन्तव्य स्थल होइन इचङ्गु नारायण 4 नारायण मध्ये के अरे इचङ्गु नारायण मन्दिरमा आइपुगेका छौँ भर्खरै इचङ्गु नारायणको मन्दिरमा ठ्याक्क आइपुग्यो हामी है त यो चाहिँ स्वयम्भूबाट माथि नागार्जुन नगरपालिकामा पर्दछ इचङ्गु नारायण मन्दिर यो चाहिँ